तिमीहरूको 2/3 सरकारले मलाई जिउँदै छोडेको छ। यही नै मेरो जित हो। शरीरमा एक थोपा रगत रहउन्जेलसम्म यो लुट तन्त्रको विरोधमा उभिनेछु। चाहे जतिवटा मुद्दा लगाउनु छ लगाऊ, ज्यान मार्नु छ मार। मैले मेरो व्यक्तिगत जीवनका लागि कहिल्यै केही मागेको छैन र माग्नेवाला पनि छैन। मलाई थाहा छ यदि म राजनीतिमा हुन्न थिएँ भने मैले यो दुःख खेप्नु पर्ने पनि थिएन। र यसलाई लोकतन्त्रको आडमा, गणतन्त्रको आडमा, संघीय लोकतान्त्रिक गणतन्त्रको आडमा लुटतन्त्र मच्चाइरहेकाहरूलाई खबरदारी गर्न रवि लामिछाने कहिले पनि पछि हट्दैन, चाहे जतिसुकै मुद्दा लगाओस्। म प्रक्रियालाई सम्मान गर्दछु। मैले सोचेको थिएँ केही समय अझै विश्राम गरौँ, केही समय शान्त बसौँ, किनभने पार्टीका साथीहरूले जिम्मेवारीपूर्वक आफ्नो बलबुतोले भ्याएसम्म काम गरिरहनु भएको छ। मलाई लागेको थियो शान्त बसौँ, अझै प्रक्रियालाई सघाउँ। तर सरकारले यसको फाइदा उठाउँदै टाउकोमाथि तरबार झुन्ड्याउँछु भनेर एउटा जिल्लाको अदालतमा त मुद्दा समेत एक ठाउँमा त मुद्दा समेत नबुझाएर राखेको छ। यिनलाई लागेको थियो होला यसको टाउकोमाथि एउटा तरबार राख्यो भने त यो चुपचाप बस्छ, यो डराउँछ भनेर लागेको छ होला। कुनै पनि बेला शिरमाथि राखेको तरबार खसाल म थाप्न तयार भएर बस्छु।